बिपिन जोशी अहिले पनि क्याप्टिभमै छ सायद, सुन्नुभयो होला बिपिन जोशी, साथी नै थियो। उसले चाहिँ एउटा ग्रेनेड चाहिँ बाहिर फाल्यो अनि अर्को चाहिँ पड्किहाल्यो त्यही बुम। त्यसपछि वी आर लाइक ब्ल्याक आउट अल। 70 जना थियौँ, 2 जना त गन सटले डेथ भइसकेको थियो त्यति बेला नै। 2 मिनट्स वे लाइक नम, वी आर नम। आँखा खुलेपछि लाइक 2-3 जना साथीको खुट्टा नै थिएन। मेरो पनि खुट्टा लाइक नम, पुरै ग्रेनेडको पिसेसले ब्लडै ब्लड, अगाडि पुरै ब्लड। 2 जना सर्ट डेथ भएछन् साथीहरू। के सपना जस्तो लाग्न थाल्यो। हामी आत्तियौँ, त्यसपछि अरू साथीहरूलाई फोन गर्न थाल्यौँ। आधी घन्टापछि फेरि इजरायली पुलिसहरू आयो। तिनीहरू ग्रेनेड फालेर अलि ब्याकअप भयो क्या टेरोरिस्टहरू। त्यसपछि हामीलाई चाहिँ पुलिसहरूले रेस्क्यु गर्न आयो। 3 जना पुलिस मात्रै आएको थियो, धेरै पनि आएको थिएनन्। म चाहिँ पुरै लाइक हिँड्न नसक्ने, क्रल मात्रै गर्न सक्ने, हिँड्न नसक्ने भइसकेको थियो। ब्लडै ब्लड थियो खुट्टाभरि। 2-3 जना मरिसकेका थिए त्यति बेलासम्म साथीहरू। 10 जना चाहिँ सेफ थिए। जे होस्, दे आर सिफ्टेड टु अनदर बङ्कर। अनि मलाई पनि सिफ्ट गर्ने भने मलाई चाहिँ सकेनन् कि सिफ्ट गर्न। एन्ड मलाई चाहिँ बङ्करको बाहिर चाहिँ राखे। माथि एउटा मिसाइलहरू गइरहेछ, गन सटहरू नन स्टप भइरहेछ। अनि लाइक यहाँ बाहिर बस्यो भने त बाँचिन्न होला जस्तो लाग्यो। त्यसपछि मैले बङ्करबाट चाहिँ क्रल गर्दै लाइक बेडरुममा गएँ क्या आफ्नो। अब अट्याक नआयो भने चाहिँ लाइक म चाहिँ भित्र सेफ छु टाइपको भयो। अनि त्यसपछि 2टा साथी चाहिँ बङ्करभित्रबाट फेरि कोठाभित्र आए। अनि एउटा साथी चाहिँ सुत्यो बेडमा, मेरो साइडको बेडमा सुत्यो। अर्को साथी चाहिँ फोन गर्दै थियो, एउटा खुट्टा चाहिँ पैताला थिएन उसको। बाहिर एम्बुलेन्स आयो भनेर भन्यो कि उसले। बाहिर गयो अनि त्यसले 2टा फेरि सर्ट खायो कि गोलीको। यहाँ एउटा, यहाँ लिटरली एउटा यहाँ गोली खाएको थियो उसले। बाहिरबाट सर्ट आइरहेछ, भित्र म रुममा छु, ऊ पनि आइरहेछ। अनि आएर फेरि त्यहाँ सुत्यो, मेरो काखमा सुत्यो। तन्ना च्यातेर चाहिँ उसको सब बाँधिदिएँ कि यहाँ बाँधेँ, अनि यहाँ पनि बाँधेँ। म त मर्छु होला, मेरो लास्ट इच्छा मलाई पानी खुवाइदियो भन्यो। त्यही पनि म क्रल गर्दै बाथरुमसम्म गएर त्यहाँबाट चाहिँ मैले 1 बोतल पानी ल्याएर चाहिँ उसलाई खुवाएँ। अनि त्यो अर्को बेडमा गएर पल्ट्यो, म यता बेडमा पल्टेको थिएँ। आधी घन्टापछि ऊ पनि इज डेड। मलाई पनि फिल भयो क्या, अब चाहिँ रहेन ऊ भनेर हल्लिन छोड्यो नि त। अनि अर्को साइडमा पनि अर्को साथी इज डेड। म पनि अब मर्छु होला, मलाई आशै थिएन कि म बाँच्छु होला भन्ने त्यति बेला। 1 घन्टापछि मलाई के फिल आयो भनेपछि अट्याक नआयो भने चाहिँ म बाँच्छु होला जस्तो आफूलाई त्यो लाइक त्यस्तो फिलिङ आयो क्या, इनर फिलिङ हुन्छ नि, अब चाहिँ म बाँच्नुपर्छ त्यस्तो फिलिङ आयो। अनि त्यसपछि चाहिँ मैले के सोचेँ भनेपछि अब चाहिँ म लाइक पट्टी बाँध्नुपर्छ। तन्ना च्यात्दै टिस्यु पेपर थियो, टिस्यु पेपर त्यहाँ राख्दै आफ्नो घाउ जति थिए, अहिले पनि यहाँ पुरै सर्जरी भएको छ मेरो खुट्टाहरू सबै। त्यति बेला 8 बजीतिर फर्स्ट अट्याक भएको थियो। त्यसपछि साथीहरू 10 बजीतिर, अनि त्यो 12 बजिसकेको थियो दिउँसोको। बिहानदेखि लाइक 4-5 आवर्स त्यति स्ट्रगल गरिरहेको मैले, त्यति बेलासम्म भइसकेको थियो। अनि त्यसपछि मलाई भोक लाग्न थाल्यो। अनि मैले चाहिँ त्यहाँ त्यो रुमको स्टफहरू खोज्दै जे खान थालेँ कि त्यसपछि। अनि त्यसपछि बाहिर आवाज आयो कि एउटा, अनि यस्तो झ्यालबाट हेरेको इजरायली पुलिसहरू रहेछन्। अनि त्यहाँबाट मैले चाहिँ ढोका खोलेँ, अनि यस्तो हात माथि गरेँ। लाइक 2टा पुलिस आएर मलाई कान लगाएर अनि त्यसपछि लगे कि मलाई स्कर्टिङ गरेर एउटा चोकमा लगियो। त्यो हामी जहाँ फार्ममा थियौँ त्यो चोकमा लग्यो। पुलिसहरू त्यति बेला आइसकेका थिए। अनि त्यहाँ चोकमा जाँदाखेरि अर्को बङ्करमा सिफ्ट गरेको थियो भने नि त 10 जना साथीहरू। अनि त्यहाँ 2टा मात्रै देख्छु। ती साथीहरूलाई सोधेँ कि खै त अरू साथीहरू भनेको, त्यहाँ नि गन अट्याक भयो यार भनेर। भेरी नम लाइक त्यति बेला त मलाई लिटरली के भने लाइक के भयो, त्यहाँ त सेफ छन् जस्तो लाग्थ्यो 10 जना। त्यहाँ पनि गन अट्याक, 2 चोटि गन अट्याक भयो यार। म त किचनको ऱ्याकभित्र गएर बाँचेँ भनेर एउटा साथीले भन्यो कि। अनि हस्पिटलमा लग्यो मलाई। लाइक वारबाट आएको मान्छेहरू मात्रै क्या हस्पिटलभरि सब। 5 दिनपछि चाहिँ मलाई डिस्चार्ज गर्यो सबै चेकअप गरेर। अक्टोबर 12 मा चाहिँ यहाँबाट चाहिँ जस्तो उताबाट धेरै पहल गरेर साथीहरूले अरूहरूले चार्टर्ड प्लेन मगाए। 250 स्टुडेन्टलाई चाहिँ त्यो दिन ल्याए। 249 जना सेफली ल्यान्डेड भयो। तर सेफली ल्यान्डेड भए आफ्नो नेपालमा, तर आई एम नट सेफ टाइपको फिल भयो क्या त्यति बेला चाहिँ। म मात्रै
पुरै हिँड्न नसक्ने विल चेयरमा आएँ अनि आएर चाहिँ यहाँ ल्याएर चाहिँ मलाई छोडिदियो कि यत्तिकै मैले 1 मन्थ जति मैले लाइक ट्रमामा थिएँ क्या मलाई ब्लड बाहेक अरू कुनैको पनि मलाई त्यो ड्रिम के लाइक सुत्ने अनि ब्लडकै ड्रिम आउने ब्लडकै के ऱ्याङ्ग भने पिटिएसडी गरेँ मैले टिचिङमा गएर पनि गरेँ अनि लाइक अहिले चाहिँ यसरी हाँस्न पाएर हजुरहरूलाई भेट्न पाएको छु आई फिल सो लक्की ग्रेट टाइम जस्तो लागिरहेछ अहिले चाहिँ तपाईको यो कहानी सुन्दाखेरि त इट्स हरेबल नै हुन्छ नि तपाईले त भोग्नु भएको हामी त सोच्नु पनि सक्दैनौँ तपाईलाई र तपाईको साथीहरूलाई कस्तो अनुभव भयो होला त्यहाँ म चाहिँ एज एन एउटा एग्रिकल्चर स्टुडेन्ट हो हजुर ब्याचलर सकेपछि 2023 अक्टोबरमा चाहिँ एज एन इन्टर्नी म इजरायल गएको थिएँ कलेजबाट युनिभर्सिटीबाट साइडमा गाजा थियो प्यालेस्टाइन हामी यता रमाइरहेको थियौँ बोर्डर साइडमा अनि अक्टोबर 7 को बिहान शनिबार थियो 81 मिसाइलहरू जान थाल्यो है माथिबाट थुप्रै बङ्करहरू हुन्छ त्यहाँ बोर्डर साइडमा अनि त्यहाँबाट चाहिँ हामी बङ्करमा भाग्यौँ फर्स्टमा त इट्स नर्मल फर इजरायल मिसाइलहरू गइरहेछ केही लाग्दैन जस्तो लाग्यो एक घन्टापछि 81 बाहिर नै गन सटहरू आउन थाल्यो है 2 जना साथीहरू चाहिँ बाहिर निस्के के उया नेपाली भन्दै निस्के 2 जना साथी दे आर शट डेड लाइक Oh my god. आफ्टर 2 मिनट्स अफ गन सट 2टा ग्रेनेड चाहिँ भित्र बङ्कर भित्र फाले के टेरोरिस्टहरूले एउटा चाहिँ